फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा विदेशमा बस्ने नेपालीलाई मताधिकार दिनुपर्ने माग भइरहेको छ। जेएनजीदेखि नागरिक समाज र विज्ञहरूले समेत विदेशमा रहेका नेपालीले मताधिकार दिन पाउनुपर्ने बताएका छन्। तर विदेशमा रहेका सबै नेपाली नागरिकलाई यही चुनावमा सहभागी गराउन नसकिने निष्कर्षमा सरकार पुगिसकेको छ। जेएनजी विद्रोहपछि गठित अन्तरिम सरकारले आगामी फागुन 21 गतेका लागि तय गरेको प्रतिनिधि सभा निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग उठेको थियो। उनीहरूका लागि अनलाइन माध्यमबाट मतदान गर्न सकिने विकल्पहरू अघि सारिएका थिए र विभिन्न चरणमा छलफल पनि भयो। यसैबीच प्रतिनिधि सभा निर्वाचनमा सरकारले विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन सकिने या नसकिने भनी नीति अनुसन्धान प्रतिष्ठानलाई अध्ययन गर्न लगाएको छ। नीति अनुसन्धानले मताधिकार दिन सकिने तर चुनौती रहेको निष्कर्ष निकालेको छ। जेएनजीदेखि नागरिक समाज र विज्ञहरूले समेत विदेशमा रहेका नेपालीले मताधिकार दिन पाउनुपर्ने बताएका बेला सरकारले भने अध्ययन भइरहेको र सक्दो प्रयास भइरहेको बताए पनि खासमा प्रवासी नागरिकलाई यही चुनावमा सहभागी गराउन नसकिने निष्कर्षमा सरकार पुगेको छ। यही बीचमा विदेशमा रहेका नागरिकलाई मताधिकार दिने व्यवस्था राखेर सरकारले अध्यादेशलाई अन्तिम रूप दिएको छ। प्रतिष्ठानले हुलाक आई भोटिङ र कूटनीतिक नियोगमा भौतिक उपस्थिति लगायतका विधिबाट विदेशमा चुनाव गर्न सकिने उपायहरू अघि सारेको छ। तर नेपालको पहिलो अभ्यास भएकाले सबै विधिमा जटिलता रहेको छ। अनलाइन अर्थात् आई भोटिङ यस्तो विधिका लागि राजनीतिक दलको सहमति आवश्यक छ, जुन अहिलेसम्म प्राप्त हुन सकेको छैन। कुनै अनलाइन प्रणाली अपनाउने भन्नेमा छुट्टै अध्ययन, जनशक्ति, बजेट र समयको आवश्यकता पर्ने भएकाले यो जटिल देखिन्छ। सरकार र निर्वाचन आयोग बीच भएको औपचारिक तथा अनौपचारिक भेटघाटमा आयोगले अहिले नै मताधिकार दिन सम्भव नभएको बताइसकेको छ। केही समय अघि सरकार उत्साहित भए पनि अहिलेको जटिलतालाई हेर्दा गर्न नसकिने आन्तरिक निष्कर्षमा पुगेको छ। सरकारले अध्यादेश मार्फत अन्तर निर्वाचन क्षेत्रका मतदातालाई पनि समेट्न लागेको छ। तर निर्वाचन आयोगले यो पनि अहिलेकै निर्वाचनमा सम्भव देख्दैन। नीति अनुसन्धानको प्रतिवेदन अनुसार 41 लाख अन्तर निर्वाचन मतदाता छन्। 1000 मतदाता भएको ठाउँमा एक मतदाता केन्द्र स्थापना गर्नुपर्ने हुँदा 4000 भन्दा बढी मतदान केन्द्र थप्नुपर्ने देखिन्छ। यसका लागि बजेट र जनशक्ति कसले दिने टुङ्गो छैन। सरकारलाई विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकार दिन दबाव छ, तर यो असम्भव छ भनेर खुलेर भन्न सकेको छैन। निर्वाचन आयोगले पनि औपचारिक रूपमा सकिँदैन भनेको छैन। भूगोल र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने संवैधानिक व्यवस्था अनुसार सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानिन्छ। देश बाहिरकालाई निर्वाचन क्षेत्र मान्ने कि नमान्ने प्रश्न उठ्न सक्छ। यसका लागि संविधान संशोधन नै गर्नुपर्ने देखिन्छ। नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले ठूला पार्टीहरूमा पुरानै अनुहारले निरन्तरता पाउँदा देशलाई निराशातर्फ लैजाने सम्भावना बढेको बताउनु भएको छ। सोमबार पत्रकार सम्मेलन गरेर फेरि पनि तिनै अनुहारहरू राजनीतिमा सक्रिय भएको बताउनु भएको हो। उहाँले नयाँ आएका पार्टीहरूमा पनि हिजो पुरानाहरूको बिगारेको सपार्ने योजना नदेखिएको बताउनुभयो। उहाँले आफ्नो दल नयाँ दलहरूको पनि विकल्पको कुरा गरेर अघि बढेको बताउनु भएको छ। निराश जनताले जुन एउटा विस्फोट भएको थियो, त्यो विस्फोटबाट मुलुकले केही नपाउने कुरा किन देखिँदैछ भने फेरि पनि तिनै अनुहारहरू पुराना भनिएका ठूला सत्ताधारी पार्टीका तिनै अनुहारहरू जस्ताको तस्तै फेरि राजनीतिमा फर्किने कुराले एउटा ठूलो प्रश्न, यो धक्काबाट राजनीतिले सिकेन भन्ने कुराको यो प्रमाण हो भन्ने कुरामा हाम्रो बैठकले जोड दिएको छ। सुशासन र भ्रष्टाचार मुक्त नेपाल बनाउने उद्देश्य घुस नखानेहरूको पार्टी बनाउन चाहने उहाँको भनाइ छ। नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले 11औं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनु पर्ने बताउनु भएको छ। सोमबार पत्रकार सम्मेलनमा उहाँले जनताको बहुदलीय जनवादको उत्तराधिकारी ओली भएकाले उहाँ नै अध्यक्ष बन्नुपर्ने बताउनुभयो। उहाँले परिवारको सदस्य हुँदैमा जबजको उत्तराधिकारी नहुने बताउनुभयो। ओली देशको ब्रान्डिङ नेता भएको गुरुङको तर्क छ। सडकमा उठेका कुराका आधारमा अध्यक्ष फेर्दै जाने हो भने स्वाधीनता सकिने गुरुङको भनाइ छ। अरू कसैको एजेन्डा पूरा गर्न ओलीलाई हटाउन नहुने उहाँको भनाइ छ। पार्टीले आफ्नो अध्यक्ष बनाउँदै जाने नेता फेर्दै जाने हो भने पार्टीहरुको सोभरेन्टी कहाँ जान्छ?
पार्टीहरूको निर्णयको चाहिँ इन्डिपेन्डेन्सी कहाँनिर हुन्छ? त्यसकारणले आवश्यकता पर्दा हामीले हटाउने हो नि, केपीले हटाउनु पर्यो, हामीले हटाउने हो जेएनजीहरूले भनेर, या चाहिँ सात समुद्र पारीको देशहरूले भनेर हामीले हाम्रो पार्टीको नेता हटाउने हो र? आज चाहिँ तपाईँको सबैले भन्ने कुरा के हो भने केपीओलीको अरू धेरै आचरण व्यवहारको कुरामा धेरैको विमति हुन सक्ला, तर सबैको विमति नभएको कुरा एउटा के छ भने केपीओली यो मुलुकको राष्ट्रिय स्वाधीनताको पहरेदार चाहिँ पक्कै हो। त राष्ट्रिय स्वाधीनतामाथि आज हमला भइरहेका बेलामा चाहिँ त्यो नेतालाई बचाउने कि त्यो नेतालाई फेरि चाहिँ किन पुर्यायो भने हामीले के गर्ने? उहाँले सामान्यवादीहरूकै डिजाइन अनुसार केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको पनि बताउनुभयो। भ्रष्टाचार बढी भयो भन्ने हल्ला चलाएर सत्तापलट गर्ने र निर्वाचन गराएर आफू अनुकूल सरकार बनाउने प्रयास साम्राज्यवादीहरूले गरिरहेको पनि उहाँको दाबी छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस कम्युनिस्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाउनु भएको छ। ललितपुरमा सोमबार पार्टी निकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो। उहाँले गत 35 वर्षसम्म कांग्रेस र कम्युनिस्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनु भएको छ। सरकारको राज्यको नेतृत्व त कांग्रेस र कम्युनिस्टले गर्छ। आज मुलुक शैक्षिक शिक्षाको क्षेत्रमा ध्वस्त भयो, स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै छ। युवाहरूको लागि रोजगार, राम्रो शिक्षा र रोजगार पनि दिन सकेन। 35 वर्ष कांग्रेस कम्युनिस्टको शासनमा युवाहरूलाई राम्रो शिक्षा र रोजगारको पनि व्यवस्था गर्न सक्यो। मुलुकमा भ्रष्टाचार, अराजकता, कमिसन तन्त्र बढेर गयो। मुलुकमा भ्रष्टाचार, अराजकता र कमिसन तन्त्र मौलाउँदै गएको भन्दै त्यसका विरुद्ध युवाहरू विद्रोहमा उत्रिएको उहाँको तर्क छ। फेरि परि पुरानै राजनीतिक शक्तिहरूबाट मुलुकले निकासा पाउन नसक्ने अध्यक्ष यादवको दाबी थियो। सर्वोच्च अदालतले मध्य प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई 24 घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ। प्रदेश सभाका 73 जना सदस्यले मुख्यमन्त्री सरोज यादवको नियुक्ति गैर संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटको फैसलामा सर्वोच्चले 24 घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको हो। यादवले विश्वासको मत नपाए धारा 168 को उपधारा 2 अनुसार नयाँ मुख्यमन्त्री चयनको विकल्पमा जान सर्वोच्चले आदेश गरेको छ। चालू आर्थिक वर्षको पहिलो 3 महिनामा विप्रेषण आप्रवाह रेमिटेन्समा 35.4% वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार यो अवधिमा 5 खर्ब 53 अर्ब 31 करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ। यही समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा भने 12.2% ले वृद्धि भएर 3 खर्ब 95 अर्ब 30 करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह 11.9% ले वृद्धि भई 4 खर्ब 8 अर्ब 77 करोड रुपैयाँ रहेको थियो। चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह 29.9% ले वृद्धि भई 1 खर्ब 77 अर्ब 41 करोड रुपैयाँ बराबर पुगेको थियो। यस्तै भदौ महिनामा विप्रेषण आप्रवाह 33.1% ले वृद्धि भई 3 खर्ब 52 अर्ब 8 करोड रुपैयाँ पुगेको थियो। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा चालू खाता 2 खर्ब 37 अर्ब 59 करोड रुपैयाँ र शोधनान्तर 2 खर्ब 64 अर्ब 3 करोड रुपैयाँ बचत खाता छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालू खातामा 1 खर्ब 15 अर्ब 36 करोड रुपैयाँ र शोधनान्तर 1 खर्ब 84 अर्ब 79 करोड रुपैयाँले बचतमा थियो। त्यसैगरी चालू आर्थिक वर्षको पहिलो 3 महिनामा कुल वस्तु निर्यात 89.6% ले वृद्धि भई 72 अर्ब 78 करोड रुपैयाँ कायम भएको छ। यो अवधिमा वस्तु आयात 19.8% ले वृद्धि भई 4 खर्ब 68 अर्ब 8 करोड रुपैयाँ कायम भएको छ। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज 2वटा खेल हुँदैछन्। कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान पौने 12 बजे चितवन राइनोज र
जनकपुर बोल्ट्स खेल्दैछन्। 4 खेलबाट 2 अङ्क जितेको चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। चितवनको 4 खेलमा 2 जित र 2 हार सहित 4 अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ। लगातार 4 खेल हारेर अङ्कविहीन हुँदै पुच्छारमा रहेको जनकपुर आजको खेल जितेर प्लेअफको दौडमा कायम रहने लक्ष्यमा छ। यस्तै आजै हुने अर्को खेलमा दिउँसो 4 बजे पोखरा एभेन्जर्स र कर्णाली एक्स खेल्दैछन्। दुवै टोलीका लागि आजको खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ। पोखरा 4 खेलमा 1 जित र 3 हार सहित 2 अङ्क जोड्दै 7औं स्थानमा छ। कर्णालीका लागि भने आजको खेल जित्नै पर्ने दबाव छ। कर्णाली 5 खेलमा 1 जित र 4 हार सहित 2 अङ्क जोड्दै 6औं स्थानमा छ। प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै सुदूरपश्चिम रोयल्स 10 अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।